दर्शकबिन एकैछिन यो भिडियो हेर्नुहोस् त। अपाङ्गो शरीर लिएर घिस्रिँदै मतदान केन्द्र पुगेकी एक आमा के यी आमाले गरेको मताधिकारको कदर होला त? रोल्पाको एक गाउँपालिका स्थित मतदान केन्द्रमा एक वृद्ध महिला घिस्रिँदै भोट हाल्न पुगेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक सहानुभूति व्यक्त गरिएको छ। भिडियोमा देखिए अनुसार ती वृद्ध महिला सहज रूपमा उभिएर हिडुल गर्न सक्दिनन्। उनी अगाडि हातका पन्जा र पछाडि घुँडाको सहारामा घिस्रिँदै मतदान केन्द्रसम्म पुगेकी थिए। छोटो दूरी पार गर्न पनि उनलाई निकै कठिनाई भइरहेको देखिन्छ। उनी कति टाढाबाट यसरी नै घिस्रिँदै मतदान केन्द्र पुगेकी हुन् भन्ने स्पष्ट छैन, तर उकालो ओह्रालो तथा ढुङ्गा माटो भएको बाटो पार गर्दै मतदान केन्द्रसम्म पुग्न उनले ठूलो सङ्घर्ष गरेको अनुमान गरिएको छ। जसोतसो मतदान केन्द्र पुगेकी ती महिलाले मतपत्र लिएर आफ्नो मताधिकार प्रयोग गरे। पुरानो लुङ्गी लगाएकी र बर्को ओढेकी उनको अवस्था देख्दा धेरै मानिस भावुक बनेका छन्। भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताले ती वृद्ध मतदाता प्रति सहानुभूति व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, पाप लाग्छ नेताहरूलाई, जितेर पनि जनताको मर्म बमोजिम काम नगरे। अर्का एक प्रयोगकर्ताले यस्तो अवस्था पनि देशका लागि मत दिन आउनु उहाँको जिम्मेवारी बोध हो भन्दै सम्मान व्यक्त गरेका छन्। कतिपयले मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिका लागि उचित व्यवस्था नभएको भन्दै प्रश्न उठाएका छन्। आमाको लागि व्हीलचेयरको व्यवस्था गर्नुपर्ने थियो, तर सबै हेरिरहे जस्तो देखिन्छन् भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भएको छ। साथै केहीले यस्तो घटना दोहोरिन नदिन डिजिटल भोटिङ जस्ता वैकल्पिक प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन्। कष्ट सहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पुगेकी ती वृद्ध आमाको दृढता र लोकतन्त्र प्रतिको विश्वासले धेरैलाई भावुक बनाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विजयी हुने नेताहरूले यस्ता नागरिकको मतको सम्मान गर्दै जनताको समस्या समाधान गर्नुपर्ने बताएका छन्।